पिकनिक जान्छ भनेर सुन्ने बित्तिकै होइन मुखभरि आइहाल्छ। के गर्नु होला के साथीहरू। हेलो एभ्रिवान, व्हाट्सअप, गुड मर्निङ सबैजनालाई एन्ड ह्याप्पी न्यु इयर एट फर्स्ट सबैजना मेरो सब्सक्राइबर प्यारा प्यारा साथीहरूलाई। अनि के छ हालखबर, सबैजना सन्चै हुनुहुन्छ? आज चाहिँ न्यु इयर होइन, हाम्रो चाहिँ न्यु इयर होइन, हाम्रो चाहिँ वैशाखी 1 गते आउँछ होइन। आज फेरि पार्लर घुमियो होइन, भोलि चाहिँ पिकनिक। अनि आज चाहिँ अलि एक्साइटेड होइन, आज चाहिँ हिँड्यो फेरि काममा। अहिले चाहिँ बस भन्नलाई मैले चाहिँ हिँडिसकेको छु। सो अहिले चाहिँ हामी होइन मजाले घाम लागेको छ। अनि म जाने कहिलेकाहीँ त्यहाँ माथिबाट होइन, तर त्यहाँ चाहिँ बाटो बन्दैछ। सो म तलबाट हिँड्छु। अहिले चाहिँ हिँड्दैछ पार्लरमा। अब चाहिँ नेक्स्ट मिटअप होइन, सबैजना साथीहरूलाई भेटेर विस गर्ने। आज चाहिँ न्यु इयर एन्ड भोलि चाहिँ पिकनिक जाने। लोकेसन चाहिँ भोलि नै भन्छु ल। एकदमै राम्रो ठाउँ छ, एकदमै ब्युटिफुल होइन, भ्लगको लागि त झन् राम्रो। हेलो 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 साथीहरू सबैजनालाई फेरि पनि ह्याप्पी न्यु इयर भन्छु भनेको होइन, पार्लर गएको मनै सरप्राइज भइदिइरहेको कि कोही साथीहरू आउनु भएको थिएन आज। कस्तो होइन, कोही साथीहरू आउनु भएको थिएन कि 2जना थियौँ हामी, एउटा बहिनी अनि म, अनि एउटा अर्को पनि आउनु भएको थियो। तर उहाँको चाहिँ ग्रुपको काम चलिरहेछ, त्यही भएर उहाँ चाहिँ आफ्नो ग्रुपको काममा व्यस्त। अनि त्यसपछि म आज कति बजी आएको भनौँ, आज म 12 बजीतिर फर्केर आइहालेँ। अनि पानी नै थिएन कि, पानीको समस्या त अलवेज नै छ होइन। अब मोटर नै चलेको थिएन। अनि म के गरौँ भनेको होइन, आफ्नो हातमा चाहिँ आज मैले मेहन्दी लगाएको होइन। अब भोलिको तयारी त गर्नु पर्यो, अब भोलि त पिकनिक भयो नि हाम्रो। अब हजुरहरूलाई थाहा नै छ भोलि पिकनिक जाने हो भनेर इन्फर्म अब सबैजनाहरूलाई मैले अलरेडी भनिसकेको छु भोलि पिकनिक छ भनेर। एन्ड मेरो अर्को भ्लग पनि आउँछ होइन, भ्लग चाहिँ अपलोड हुँदैछ। मेरो भ्लग अपलोड हुन 2-3 घन्टा त अलमोस्ट लागिहाल्छ होइन। सो भ्लग अपलोड हुँदैछ। अनि आजको मेरो मेन छ कि आज चाहिँ अलि चाहिँ मेरो हातमा उ भएको छ कि आफैलाई चाहिँ अलि सुधार भए जस्तो फिल। अनि कुनै दिन म छतमा नआएर भ्लग बनाएको कुनै दिनै छैन कि। अनि पानी भरेर यहाँ पुरै बाढी नै आउला जस्तो छ क्या साथीहरू। मैले के सोचेको होइन, आज चाहिँ उतै गएर भ्लग बनाउँछु भनेको के कोही नि थिएन। अब के गर्नु त्यस्तो के, मलाई पनि एकदमै बोर लाग्यो। एउटा हातमा चाहिँ मैले मेहन्दी लगाएँ। अनि त्यसपछि अब घरमै गएर बनाऊँ न त, अब त्यस्तै मेहन्दी बनाउने काम नै हो होइन, आजभोलि कोन चलाउने काम। सो मैले आज चाहिँ त्यही काम मात्रै गरेको। अनि अहिले चाहिँ लुगा धुम भनेर माथि आएको होइन, माथि नआएको दिन छैन मेरो। अब कपडा त धुनै परिहाल्यो। अब भोलि चाहिँ जाने पिकनिक, मस्तको इन्जोय गर्ने, भोलि मस्तको इन्जोय गर्ने। अब भोलि चाहिँ अब हजुरहरूलाई भोलि लोकेसन पनि थाहा नै हुन्छ होइन, कुन ठाउँ हो अनि कस्तो छ। अब म त एक्साइटेड छु ल। अब हाम्रो सबै साथीहरू पनि एकदमै एक्साइटेड हुनुहुन्छ। अब भोलि चाहिँ सबैजना मस्त पारामा घुम्ने के साथीहरू। अहिले चाहिँ म कपडा धोएर सकेँ। अनि अब भात बसाल्छु भनेको होइन। यो मेरो मोबाइल ह्याङ किन चल्छ हो? भोलि पिकनिक जानु छ, कस्तो टायर्ड के आज बिनाजुले। ए बाबा कति ह्याङ चलेको, यस्तै हो नि साथीहरू, कति ह्याङ चलेको कि मेरो मोबाइल। अनि भात चाहिँ कति छ, भात बसालौँ। आज चाहिँ तरकारी के खाने भनेपछि आज न्यु इयर नै त, न्यु इयर पनि मनाइदिउँ न त। भात छँदैछ, थोरै बसाल्नुपर्छ। थोरै भनेपछि कति भनिदिउँ न, मलाई पनि आइडिया छैन कि, खासै आइडिया हुँदैन पकाउने बारेमा। अनि त्यही भएर अनि के छ हालखबर? आज तपाईँहरूले न्यु इयर कसरी मनाउँदै हुनुहुन्छ? मेरो न्यु इयर चाहिँ यो हातमा लाएर टिक टिक भइरहेछ, ह्याङ चलिरहेछ मेरो मोबाइल। मेबी अड्किन सक्छ होला। अहिले चाहिँ भात बसालेर तरकारी समझ रहे हो ना? क्या बोल रहे हैं हम, तरकारी लिन जाउँला होइन साथीहरू। छैन
तरिका ए घाम त जाने टाइम नै भएछ होइन। भात बसालिदिनु पऱ्यो, भात बसालेर ठ्याक्कै लिन जानु भएन। मेरो भ्लग पनि अपलोड हुँदैछ, कतिखेर पो सकिन्छ होइन अपलोड भएर। त्यो चाहिँ यहाँ फाइनली गाइस अहिले चाहिँ तयारी छ च्याउ। च्याउ पाकिरहेको, यो चाहिँ मसला, अनि एकछिनमा मासु पाक्छ। मासु मासु पाक्छ, मासु। ए रहा नहीं जाता, तड़प ही ऐसी है ना। मासु मासु। अब भोलि चाहिँ पिकनिक होइन, आज मासु खाएर भोलि चाहिँ नुहाएर जानु पर्ला होइन। अब त्यहाँ मन्दिर भएपछि त फेरि पाकै लाग्ला, सो त्यही भएर होइन भोलि चाहिँ नुहाएर जानु पर्ला। अहिले चाहिँ तेल पाक्दैछ, लुक एट दिस, तेल पाक्दै हो। त्यतिखेर चाहिँ मोबाइल कस्तो ह्याङ चलिरहेको थियो होइन, अहिले चाहिँ ठिक छ। मेरो फेस नि कस्तो देखिएछ ल, छ्या। भोलि त बिहानै नुहाउनु पर्ला, 5 बजेतिर नुहाउनुपर्छ। फेरि जाँदा जाँदै कति बजिहाल्छ, 7 बजिहाल्छ मेरो। त्यहाँ 7 बजे पुग्नुपर्ने छ नि साथीहरू। सो भोलि चाहिँ एकदमै रमाइलो बाटो हजुरहरूले देख्नुहुन्छ, देख्न पाउनुहुन्छ मसँगै हजुरहरूले पनि। सो अब चाहिँ भोलिको लागि तयारी चाहिँ डह्रो हुँदैछ, तयारी चाहिँ केही भएको छैन ल। गाइस देखो न, माई ह्याप्पी न्यू इयर, लुक एट मी। आया कस्तो आँखा, यो आँखा फड्केपछि के हुन्छ कि साथीहरू होइन, मेरो कति दिनदेखि होइन, 4-5 दिनदेखि होइन आँखा फड्किरहेछ के। यो राइट साइडको कस्तो फाडफाड गर्छ क्या, पार्लर गएको अवस्थामा छ्याप गर्ने। आई डोन्ट लाइक इट। कस्तो आज त यो के हो के, यो होइन पिम्पल्सहरू होइन, पिकनिक जान सुन्ने बित्तिकै होइन, पिकनिक जान्छ भनेर सुन्ने बित्तिकै होइन मुखभरि आइहाल्छ। के गर्ने होला के साथीहरू, यो यस्तो छ हालत। अब यस्तै मुख लिएर पिकनिक जाने, आफू हिरोनी भएर जानु परेन, बिजोग छ नि हौ। चाहिँ बारी मासुको होइन, सोल्टिनाले चाहिँ खाइसक्नु होइन। अब चाहिँ यो बिहानको तरकारी पनि छ, अनि च्याउ चाहिँ सोल्टिनालाई पकाइदिएको। अब हजुरहरूलाई देखाइ नै सकेछु। सो अब चाहिँ चिकन बनाउन तर्फ लागे म है साथीहरू। मिठो यम्मी अमिलो चाहिँ हुँदैन ल। हेलो गाइस, देखो ना गाइस, देखो ना क्या है ये गाइस, देखो ना गाइस, और देखो ना गाइस, बहुत थक गया गाइस, क्या बोलेगा हो। क्या है ये गाइस, देखो ना गाइस, और देखो ना गाइस, बहुत थक गया गाइस, क्या बोलेगा हो।